केपी ओली र महेश बस्नेतलाई पक्राउ गरेर जेलमा नहालेसम्म नेपालमा शान्ति हुनेवाला छैन। यिनीहरूले आफ्नो एमालेको पावर अन्दाज गरेको छ, जेनजीलाई उक्साएको छ, जेनजी र एमालेको महाभिडन्त हुने देखिएको छ। नेपालमा ठुलो द्वन्द्व मच्चिने सम्भावना छ। त्यसैले महेश बस्नेत र ओलीलाई तुरुन्त पक्राउ गरी जेल हाल्ने जेनजीको डिमान्ड छ। तपाईहरूले यो विषयमा के भन्न चाहनुहुन्छ? अहिले यिनीहरूले नेपालमा मान्छेहरूमाथि पनि प्रहार गरिरहेका छन्। यिनी दुईजना मिलेर यिनी दुईजनालाई अब कुनै पनि काङ्ग्रेस पनि नाइ, माओवादी पनि नाइ र एमाले पनि नाइ, पुरै यिनीहरूको पत्ता साफ गर्ने सिर्फ जेनजी मात्रै उठेको छ। हामीले गाउँ गाउँबाट ठाउँ ठाउँबाट जेनजीहरूलाई उक्साएर यिनी एमालेहरूलाई लखेटी लखेटी भगाउनुपर्छ, खारेज गर्नुपर्छ, जेल हाल्नुपर्छ। मैले पहिला पनि भनेकै थिएँ, जेनजी उठ्छ, जेनजी उठ्यो भने कसैलाई पनि छोड्दैन भनेर। तपाईहरु यो कुरामा सहमत हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर गर्नुहोला। हवस् त, धन्यवाद।